वास्तवमै हामीहरूले आफ्नो निज स्वरूपलाई चिन्न सकेका छैनौं। शास्त्रले भन्छ प्रथम भगति सन्तन कर संगा, द्वितीय रति मम कथा प्रसंगा। व्यक्तिको सबैभन्दा पहिला भगवानसँग जोडिने माध्यम भनेको साधु हुन्, सन्त हुन्। सन्तको संग आयो भने बिल्कुलै सामान्य व्यक्ति जसले भगवानको पूजा वन्दना आराधना जानेको छैन उसले पनि सहज रूपमा भगवानलाई पाउँछ, केवल साधुको संगतिले। किनभने साधुले भगवानको संग गर्न सिकाउँछन् अनि भगवानको संग भएपछि भगवानको मायाले छुँदैन, भगवानको मायाले छोएन भने भवसागर पार तरिन्छ। कति व्यक्तिहरूले भन्छन् महाराज जी यो भगवसागरको कथा, यी भागवत शिव पुराण, ये पुराण त्यो पुराण सबै बुढेसकालमा बुढाबुढीले सुन्ने कथा हो भन्छन्। सज्जनबिन्द कुनै पनि कथा वृद्ध व्यक्तिको लागि हुँदैन, कथा त युवाहरूको लागि हुन्छ, जसको रगतमा अझै पनि तातोपन छ, गर्मी छ, गर्माहट छ। बुढो भएपछि पण्डितजीले बद्री जान पर्छ भनेर त मनले मानेर के गर्ने, शरीरले सक्दैन, सक्छ सक्दैन। अरे महाराज बुढेसकालमा त आफ्नो हात पनि आफ्नो हातमा हुँदैन, अरू छोड्नुहोस्। जे गर्नु छ, जति गर्नु छ युवा अवस्थामा नै गर्नुपर्छ। शरीर चलुन्जेल गर्नुपर्छ, शरीरमा शक्ति रहुन्जेल गर्नुपर्छ। वृद्ध अवस्था आएपछि त यो आफ्नो हात पनि आफ्नो हातमा हुँदैन। हुन्छ त आफ्नै हातलाई उठ भनेर उठ्दैन, आफ्नै हातलाई एक बाल्टी पानी उठा भने मान्छ? मान्दैन। आफ्नै आँखालाई देख भने मान्दैन, कानलाई सुन भने मान्दैन, पाउलाई पहाड चढ भने मान्दैन। हजुरलाई चढ्ने मन छ, हजुरले नमानेको होइन, चढ्ने मन छ, तर हजुरको आफ्नो पाउले हजुरले भनेको मान्दैन। छोराछोरीले मान्ने कुरा त टाढै रह्यो महाराज, यो साँचो कुरा हो। मन लागे लिनुहोस्, मन नलागे छोडिदिनुहोस्, जबरजस्ती म दिन्न केही पनि, तर कुरा साँचो हो। वृद्ध अवस्था आएपछि त यो आफ्नो हात पाउ पनि आफ्नो अधीनमा हुँदैन। सबै मेरै हातमा छ भनेर मक्ख पर्नु पर्दैन महाराज। कति बेला ईश्वरले के लेख्नु भएको छ केही थाहा छैन। त्यसैले मैले भन्छु क्षण क्षण मिठो बोल, क्षण क्षण मिठो व्यवहार गर, प्रत्येकमा भगवानको दर्शन गर, प्रत्येक व्यक्तिमा भगवानलाई देखा, प्रत्येकसँग राम्रो व्यवहार गर, मिठो बोल, सेवा गर, कसैको कुभलो नचिताऊ। भगवान कुन रूपमा तिम्रो अगाडि आउनु भएको छ तिमीले सोच्न सक्दैनौ, अन्दाजा लगाउन सक्दैनौ। मन्दिरमा घण्टी बजाउने बाहिर आएर लड्ने पनि भक्त हुँदैन महाराज। समाजमा आएर अरूको कुरा काट्ने, अरूसँग नमिठो बोल्ने, अरूलाई ह्याप्ने, यस्तो प्रवृत्तिको मान्छे पनि भक्त हुँदैन। भक्तले त प्रत्येकमा आफ्नो गोविन्दको दर्शन गर्छ, प्रत्येकमा आफ्नो भगवान गणेशको दर्शन गर्छ। भगवान कति बेला कुन रूपमा हजुरको अगाडि आएर उभिनुहुन्छ हजुरले कल्पना पनि गर्न सक्नुहुन्न। त्यसैले प्रत्येकसँग जो तपाईको अगाडि छ, व्यक्ति होस्, पशु होस्, चरा होस्, प्रत्येक जीवसँग राम्रो व्यवहार गर्नुहोस्, मधुर व्यवहार गर्नुहोस्। जुन व्यवहारले हजुरलाई प्रसन्नता मिल्छ त्यही व्यवहार अर्कोसँग गर्नुहोस्। यो भगवानलाई पाउने सहज तरिका हो। भगवान कुन रूपमा आउनुहुन्छ के थाहा। र अर्को कुरा साधुहरूको संगत गर्नुहोस्, सन्तहरूलाई सुन्नुहोस्। मनले सुन्न दिँदैन महाराज। हाम्रो मनमा आसुरी शक्तिको प्रभाव धेरै भइसकेको छ। राम्रा कुरा सुन्न दिन्न मनले, बस्न मान्दैन सत्संगमा, जबरजस्ती बसाल्नु पर्छ महाराज। यी 5 इन्द्रिय छन् नि महाराज, यिनीहरू त घोडा हुन दौडिरहन्छन् महाराज। मनले भन्छ भाग भैया, शरीर यहाँ छ त काठमाडौँ पुगेर आइज, घर पुगेर आइज।
शरीर यहाँ छ मन घर छ। बुहारीले क्यारी होली अलमारी खोल्दै छोडेर आएको हो के गर्ने अब मन कहाँ पुग्यो। हट आज त नन्द माजु आका आमा पनि घरै छन् मै मात्रै कथामा आए भन्यो। मन जति घरै छ शरीर कथामा मन घरमा कहाँ हुन्छ। सजिलो छैन। भगवानले त्यसै भक्त बनाउनुहुन्न। भगवानले महाराज कुटपिट गरेर चेक गरेर बल्ल आफ्नो बनाउनुहुन्छ। त्यसै बनाउनुहुन्न। पहिला खूब चञ्चल प्रवृत्ति आउँछ। शरीर यहाँ मन कहीं। त्यसैले साधुहरूको संगत गर। साधुहरूले भनेको सुन। उनीहरूले भगवत चर्चा गर्छन् र भगवत चर्चाको आश्रयमा लहियो भने साधुको पुण्यको प्रभावले तिमीले पनि सहज रूपमा यो भवसागर पार गर्छौ। त्यसैले सन्तहरूको संगत गर। प्रथम भगति ममा प्रथम भगति सन्तन कर संगा। आहा सन्तहरूको भगवान जानु भनेको भगवानको नजदिक जानु हो। साधुहरू त पृथ्वीका भगवान हुन्छन् र भगवानको नजदिक गएपछि माया जालमा कहिल्यै परिदैन। म दुई चारवटा बुझ्ने कुरा छन्, बुझ्नै पर्ने। यहाँहरूसँग निवेदन गर्छु, ध्यान दिएर सुन्नुहोला। बहुतै कम सुन्न पाउनुहुन्छ यस्ता कुराहरू हजुरहरूले। यो अपूर्व समय हो 2-3 घण्टाको। अब 1 वर्ष लाग्छ यही कुरा आउन। 1 वर्ष पर्खिनु पर्छ। बाह्य कुराहरू, मोज मस्ती, इष्टमित्रलाई भेट्ने, आफन्तसँग बोल्ने पुरै जिन्दगी छ हामीसँग। र जुन समय सत्संगको लागि निक्लेको छ त्यो समयको दुरुपयोग जीवनमा कहिल्यै नगर्नु। साधुका क्षण और अन्नका कण बहुत महत्वपूर्ण हुन्छ। मैले निवेदन गर्दै थिएँ साधुको संगको प्रभाव। भगवान यो संसारको बोटे हो। भवसागर पार लगाउने कर्म भगवानले गर्नुहुन्छ। र हामीहरू मामाले भन्दै हुनुहुन्थ्यो भर्खरै यो पानीका माछा जस्तै हौ। अब हजुरलाई एउटा प्रश्न गर्छु, यदि पानीको माछालाई बोटेको जालबाट बच्नु छ भने के गर्नुपर्छ? पानीको माछो बोटेको जालबाट बच्न चाहन्छ, उसले के गर्नुपर्छ? कसले भन्ने? आमाहरू, जगमाया आमा, के गर्नुपर्छ? खै महाराजी माछा मारेको देखिएन, थाहा भएन हामीलाई त। हजुर जोरदार ताली एक पटक माताजीको लागि। वाह, के नाम हो हजुरको? हजुर माया गौतम जी। जोरदार ताली उहाँको लागि बजाइदिनुहोस् एक पटक। बहुत सुन्दर। कुनै माछालाई बोटेको जालबाट बच्न छ भने बोटेको पाउको छेउमा आएर बस्नुपर्छ। जुन माछा बोटेको पाउको तल हुन्छ त्यो माछा कहिल्यै जालमा पर्दैन। पर्छ त्यस्तै झै जुन व्यक्तिलाई भगवानको माया जालबाट बच्नु छ त्यो व्यक्तिले भगवानको चरणको नजदीक आएर बस्नुपर्छ, भक्त बन्नुपर्छ, साधुको आश्रय लिनुपर्छ। भगवानको चरणको छेउमा, भगवानको श्री चरणको आश्रयमा जुन भक्त बस्छ त्यो भक्तलाई कहिल्यै पनि माया जालले छुँदैन। र माया जालले छुएन भने सहज रूपमा भगवानको दर्शन हुन्छ, हामी दिव्य बन्छौं। साधुले सामान्य व्यक्तिलाई भगवानसम्म पुर्याउँछन्। सन्त भगवानको आज उपस्थिति मैले यहाँलाई निवेदन गरिसके। यो संसार
सन्तहरूले नै धानेका छन्। यो संसार साधुले गर्दा नै चलेको छ। पूज्य सच्चिदानन्दजी महाराजजीको यो सुन्दर वाणीले म अभिभूत भए। पूज्य श्रीले भन्नुभयो, हामीहरूले आफूलाई चिन्न सकेका छैनौँ। सेल्फ एनालाइज, सेल्फ स्टडी गर्ने हाम्रो बानी पनि छैन। वास्तवमा भगवानीको दर्शन गर्न किन पाउँदैनौँ हामीहरूले, थाहा छ हजुरलाई? एकजना भिखारीलाई एउटा साधुले फलामको डिब्बा दिनुभयो र भन्नुभयो, बाबु यो फलामको डिब्बाभित्र पारस मडी छ। त्यो मडीले फलाम छुने बित्तिकै सुन हुन्छ, जाऊ मोज गर। भिखारीले हेर्यो, फलामको डिब्बै सुन भएको छैन, मैले त 10 कुन्टल सुन बनाउँछु भने। प्रश्न गर गुरुदेव, जुन डिब्बामा छ त्यो डिब्बा नै सुन भएको छैन, कसरी मैले कुन्टलौं सुन बनाउन सक्छु? साधुले भन्नुभयो, बाबु यो फलामको डिब्बा अनि पारस मडीको बीचमा एउटा पातलो कटनको कपडा छ, सुतीको कपडा छ। त्यो कपडाले गर्दा फलामले पारस मडीलाई स्पर्श गर्न पाएको छैन, त्यसैले फलाम सुन बन्न पाएको छैन। जुन दिन त्यो डिब्बाको र पारस मणिको बीचबाट त्यो कपडा हट्छ, त्यो दिन डिब्बाले पारस मणिलाई स्पर्श गर्छ अनि दिव्य स्वर्ण बन्छ। त्यस्तै चाहिँ हाम्रो अनि भगवानको बीचमा पातलो मायाको पर्दा छ। जुन दिन त्यो मायाको पर्दा हट्छ, हामी पनि दिव्य भएर भगवानको दर्शन गर्छौँ। अधिकारी बन्नु पर्यो।